पत्थरखोलामा यो चाइना स्टेट कम्पनीले चाहिँ काउसती नगरपालिकासँग अनुमति नलिइकन जेसिबी टिप्पर लगायतका साधनहरू प्रयोग गरेर गिटी बालुवा झिक्यो भन्ने कुरा आयो। खास के हो यो कुरा भन्नु त? अब यो हाम्रो पनि वडा कार्यालयबाट प्राप्त सिफारिस अनुसार त्यहाँ फिल्डमा चाहिँ गएर हेर्दा पनि झिकेको पाइयो। सोही अनुसार वडा कार्यालयले कारबाहीको सिफारिस गरेर अगाडि पठाएको थियो र प्रहरी कार्यालयबाट पनि सवारी साधनको चाहिँ कारबाही अगाडि बनाउनु भनेर सिफारिस आइसकेपछि हाम्रो नगरपालिकाले पनि तुरुन्त गएर फिल्डमा हेरिसकेपछि त्यहाँ त्यो उत्खनन पाइएकोले चाइना स्टेट कम्पनीको जुन सिफारिस भएका आएका सवारी साधनहरूलाई नगरपालिकाले हाम्रो नियमअनुसार नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसारको जरिवाना दस्तुर चाहिँ हामीले तिराएका छौँ र थप अध्ययन गर्नको लागि काउसती नगर स्तरीय अनुगमन समितिलाई चाहिँ जिम्मा लगाइएको छ। यो दस्तुर भनेको कति तिराइयो अनि कुन कुन प्रकारका त्यो सवारी साधनहरू नियन्त्रणमा लिएको थियो, के हो खास? अब फर्मल्ली हामीलाई जिल्ला प्रहरी कार्यालयबाट आएको सिफारिसको आधारमा चाहिँ टिप्परको मात्रै सिफारिस भएको थियो, तर हामीले चाहिँ थप न्युजदेखि लिएर सबै हेर्दाखेरि एक्साभेटर पनि देखिएकोले एक्साभेटरको हाम्रो कार्यपालिकाको निर्णय अनुसार 70,000 जरिवाना तिर्नु पर्ने देखिएको र त्यस्तै टिप्परको चाहिँ 10 चक्के टिप्पर छ भने 25,000 जरिवाना भन्ने व्यवस्था चाहिँ नगर कार्यपालिकाको निर्णयमा रहेछ। सोही अनुसारको चाहिँ जरिवाना तिर्नको लागि निर्णय भएको छ। तिरिसकेको छ कि नै? भइसक्यो, अब रासो बुझाउने प्रक्रियामा छ। जुन हामीले त्यो अनुगमनको लागि टोली बनाएका छौँ भनेका छौँ नि, त्यो अनुगमनले गर्छ के? अब नगर स्तरीय अनुगमन समितिले त्यहाँ के कति परिणाममा चाहिँ भएको हो सोको चाहिँ प्रतिवेदन नगर कार्यपालिकालाई पेश गर्ने भन्ने हो त्यो अनुगमन समितिको। त्यसको पेश भइसकेपछि थप प्रक्रिया चाहिँ अगाडि बढ्ला। भनेपछि उनीहरूले कति उत्खनन गरेको छ त्यही अनुसार जरिवाना गर्ने भन्ने हो। त्यो त पछि कार्यपालिकाले के निर्णय गर्छ त्यसमा भर पर्ने कुरा हो। ठ्याक्कै अहिले त्यस्तो काउसती नगरपालिकामा त्यस्तो कार्यविधि नबनिसकेको अवस्थाहरू त्यो विषयमा हाम्रो चाहिँ अहिले यो गाडी घोडालाई कति तिर्ने भनेर चाहिँ क्लियर कार्यपालिकाले निर्णय गरेको छ, तर त्यो कति उत्खनन गर्छ त्यसको के गर्ने भन्ने विषयमा चाहिँ क्लियर निर्णय नभएकोले त्यसलाई कार्यपालिकाले लगाएपछि मात्रै यकिन गर्न सकिन्छ। भनेको अर्थ अरू बेलामा पनि त्यस्तो चोरी भएको छ र स्टक सामान प्रमाणित नभएका चिजहरू भेट्यो भने हामी जफत मात्रै गर्न सक्ने अवस्थामा छौँ, जरिवाना गर्ने अवस्थामा छैन। जरिवाना गाडी घोडाको केसमा एउटा टिप्परबाट चोरेको पाइयो भने सो टिप्पर बराबरको मूल्य ट्र्याक्टर छ भने त्यो ट्र्याक्टरलाई जरिवाना गरेको मूल्य भनेर तोकेको छ। तर ट्याक्कै यो माल चाहिँ हामीले त्यतिखेर जफत गरेर नगरपालिकामै राख्ने गरेका थियौँ। अब यो विषयमा चाहिँ अलिकति कार्यपालिकाले के निर्णय गर्छ सोही अनुसार अगाडि बढ्ला। अहिलेको त प्रयोग गरिरहेको विषय भयो होइन? हजुर। भनेपछि अब अहिले चाहिँ त्यो क्षेत्रमा टिप्पर जेसिबीहरू प्रयोग भएको छैन? अहिले छैन। अनि उनीहरूले चाहिँ के भन्छन् त नि, त्यो नगरपालिकाको अनुमति नलिइकन किन उत्खनन गर्यो यसरी भन्ने कुरा केही भयो उनीहरूसँग? अब उनीहरूले चाहिँ हाम्रो अधिकार क्षेत्र हो, पुलको दायाँ बायाँ भन्ने छ, हामीले चाहिँ अब प्रमाणित कागजात ल्याउनु नि त भन्ने कुरा गरिरहेको छ, अहिलेसम्म प्राप्त भएको छैन।